गाइज यहाँ हेर्न सक्नुहुन्छ यो अङ्कल चाहिँ हाम्रो सबैभन्दा बढी काम गर्ने गाउँको अङ्कल जस्तो पनि काम गरिदिनुहुन्छ कि हो कि होइन अङ्कल? ए हो खतरा दारू खान झन् सबभन्दा किङ दारू खाने किङ अङ्कल च्यालेन्ज गर्न आउनु गाइज गर्ने मन छ भने एक डडम किनेर राखिदिनु भने एक दिन मासु पारिदिनुहुन्छ अङ्कलले हो कि होइन अङ्कल? काम गर्न नि बबाल खान नि बबाल हो नि त खाएपछि त फेरि शिवजी भन्दा ठुलो रोडै मेरो हो भन्छु अनि यहाँ मदन भण्डारी राजमार्ग नै मेरो भन्नुहुन्छ अङ्कलले फेरि होइन त अङ्कल? कडा मान्छे हो नि त अङ्कल त बिहान हेर्नु यहाँ बढी अङ्कलको खिएर झरिरहेछ काम गर्दा काम पाउँदैन। अङ्कललाई भरेमा दारू खुवाउँछु होइन 50 रुपियाँ दिन्छु कि त अहिले दिउँ अङ्कललाई चाहिँ दारू 50 रुपियाँको नोट आधा फर्मा ल हाम्रो भतिजीज्यूले उहाँको धन्यवाद गर हेर्नु यहाँ 50 रुपियाँको नोट भरे अङ्कललाई एक डडम दारू आउँछ फेरि आउँदैछौँ फेरि गरम उहाँहरू भतिजीहरू यस्ता हुन्छन् हाँस्नु न धन्यवाद। अङ्कललाई 50 रुपियाँ दिएको हेर्नुहोस् गाइजमा दारू हान्न कुदिसक्नु अङ्कल एक डडम दारू मेरो पैसाको दारू एक नम्बर नानी एक नम्बर दिमाग हल्लिँदै छ कि छैन? दामी छ नि यो रोड कसको भनिदिनु त? अब मेरै हो अब सौँसै दुनियाँको रोडै मेरो हो अनि सबै पहाडी हिँड्ने बाटो हो पहाडमा गन्दै अङ्कलको यहाँ दिमाग घुमिसक्यो गिर्दै आइराख्नु भएको छ ऊ बाटोमा के मलाई अङ्कलको होइन?